everyone, welcome back to my channel. It's me Manjula, new vlog. I hope हजुर सबैजना सन्चै हुनुहुन्छ होला। म र मेरो छोरो सिमान पनि एकदमै सन्चै छौं। अनि आज चाहिँ म 5 बजेतिर भ्लग स्टार्ट गरिरहेको छु। अनि बाबुलाई चाहिँ एकछिन सुत्दा थिए उठिहाल्यो। सुत्दै सुत्दैन त्यही भएर अघि नै दिउँसो लुगा चाहिँ मैले ठुलालाई समात्न दिएर धोको सब। यति धेरै काम छ गाइस। अनि अब चाहिँ म बाबुले यसरी बोकेरै गर्नेवाला छु। यहाँ चाहिँ यति भाँडा छ, यति चाहिँ मैले माझिसकेँ हैन। अनि अब किचन सफा गर्नुपर्ने छ। अनि भुइँको हालत यस्तो छ, टेबलहरु मैले सब सफा गरिसकेँ। म काममा लाग्छु गाइस। अनि चाहिँ किचन सब सफा गरिसकेँ। अब चाहिँ हामी लुगा उठाउन जान लागेको। लुगा सुक्यो कि सुकेन आधी चाहिँ मैले उठाएर लिएर आइसकेँ हैन। अनि अब आधी चाहिँ छ गाइस। बाबुलाई चाहिँ मैले ठुलममसँग छोडिदिएर म चाहिँ यहाँ लुगा उठाउन आइरहेको छु। लुगा चाहिँ यति धेरै धुइदिएको छ, अगाडि पनि छ सुके छैन। अनि बाबुको अलिअलि सुकेको चाहिँ उठाएर लिएर जान्छ। अनि लुगा उठाएर त लिएर आएँ। लुगा यत्रो धेरै छरिपष्ट छ, कहिले मिलाइसक्नु। म त पागल भइसकेँ। ए प्रभु, काम भन्ने कहिल्यै सकिँदैन रहेछ। अब माथि जानु छ, कति काम हो। बाबुलाई लिएर अब घर जान लागेको हैन। अनि यहाँ हाम्रै घरभन्दा उतापट्टि चाहिँ एउटा होटेल छ क्या हैन। अनि त्यहाँ चाहिँ ठुल्बा ठुल्ममी बसिदिन्छ क्या। हामी ठुल्बा ठुल्ममी भन्छौँ। अनि त्यसपछि हेरिदिन्छ क्या, एकछिन भए पनि लिएर आऊ न भनेर। अनि के अरे एक दिन बोकेन भने कस्तो कस्तो लाग्छ, लिएर आऊ न मलाई भनेर आफै भन्छिन्छ। अनि म लगिदिन्छु। अनि ठुल्बा ठुल्ममीलाई लगिदिएको बेला चाहिँ म हतार हतार सब काम गर्छु क्या। अनि मैले चाहिँ घर पनि सफा गरिसकेँ। अब कोठा मात्र सफा गर्न बाँकी छ। उसलाई फेरि बाहिर जानु पाएँ यसै खुसी है। आयो यस्तो थाकेँ त, हतार काम गर्नुपर्ने नि त। अब अरूले समातिदिनु भएपछि मरिसकेँ आज त। म यस्तो गली छु। अब लुगा सब सफा गर्नु छ, कोठा सफा गर्नु छ, त्यति हो। चाहिँ बाबु 5 मन्थ्सको भएपछि मात्र फर्स्ट टाइम पिरियड भयो आज हैन। अनि त्यसपछि पिरियडको एक्सपिरियन्स भन्छ है। म पेनलेस, मलाई त्यति दुखेन, हल्का पेट र ढाड दुख्यो त्यति हो। त्यसपछि चाहिँ फिलै भएन पिरियड भए जस्तो। अब अर्को नेक्स्ट टाइम हुँदाखेरि चाहिँ दुख्ने हो कि म त किन पिरियड भएन, मलाई किन पिरियड भएन भन्थेँ कि। अब कतिलाई चाहिँ 1 वर्षपछि हुन्छ, कसैलाई 1.5 वर्षपछि भन्थ्यो होइन। अनि फेरि कसैलाई चाहिँ 1 मन्थमै हुँदो रहेछ क्या। अनि म चाहिँ 5 मन्थसम्म भइसक्यो, किन भएन भनेको। फाइनली आज भयो, म चाहिँ खुसी छु एकदमै। अनि त्यसपछि ठिकै हो, त्यस्तो धेरै पेन भएन। अनि खुसी लागेछ फर्स्ट टाइम यस्तो पेनलेस पिरियड भएर।